नेपालको महिला राष्ट्रिय फुटबल टोलीले त्रिदेशीय मैत्रीपूर्ण खेल श्रृङ्खला अन्तर्गत आफ्नो पहिलो खेल घरेलु टोली इन्डोनेसिया विरुद्ध खेल्ने भएको छ। नेपाली राष्ट्रिय महिला फुटबल टोली इन्डोनेसिया र चाइनिज ताइपे विरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि इन्डोनेसिया पुगेको छ। नेपाली टोलीको नोभेम्बर 26 देखि डिसेम्बर 2 सम्म इन्डोनेसिया यात्रामा हुनेछ। महिला राष्ट्रिय टोली अन्तर्राष्ट्रिय त्रिदेशीय मैत्रीपूर्ण खेल श्रृङ्खलाका लागि इन्डोनेसिया पुगेको हो। नेपाली महिला राष्ट्रिय फुटबल टोली इन्डोनेसियामा हुने 2 अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि तयारीमा छ, जहाँ उनीहरूले आयोजक राष्ट्र इन्डोनेसिया र चाइनिज ताइपेसँग रोमाञ्चक मैत्रीपूर्ण श्रृङ्खलामा सामना गर्नेछन्। त्यस्तै नेपाली महिला राष्ट्रिय टोलीले आफ्नो दोस्रो खेल डिसेम्बर 2 मा आफूभन्दा 45 अङ्क माथि फिफा र्याङ्किङ रहेको टोली चाइनिज ताइपेसँग खेल्ने भएको छ। फिफा महिला वरियतामा चाइनिज ताइपे 42 स्थानमा छ भने नेपाल 87 स्थानमा र इन्डोनेसिया 106 स्थानमा रहेका छन्। नेपालको महिला राष्ट्रिय फुटबल टोलीले फिफाको पछिल्लो विश्व वरियतामा उल्लेखनीय फड्को मारेको छ, 13 स्थानमाथि उक्लदै 87औं स्थानमा पुगेको हो। विश्व फुटबलको नियमनकारी निकायले प्रकाशित गरेको वरियता अनुसार एएफसी छनौटमा प्रभावशाली प्रदर्शन गरेपछि नेपाल अघिल्लो 100औं स्थानबाट माथि उक्लिएको हो। एएफसी छनौटमा नेपालले लाओसलाई 9-0 र श्रीलङ्कालाई 8-0ले पराजित गरेको थियो र अन्तिम समूह खेलमा उज्बेकिस्तानसँग 3-3 को बराबरी खेल्दै पेनाल्टी सुटआउटमा 4-2ले पराजित भएको थियो। सो हारसँगै नेपाल महिला राष्ट्रिय फुटबल टोलीले पहिलो पटक एसिया कप खेल्ने अवसर गुमाउनु परेको थियो। घुँडाको चोटका कारण विश्राममा रहेकी स्टार स्ट्राइकर साबित्रा साम्बा भण्डारीले नेपालको खेल गुमाउने भएकी छिन्। साम्बाले वेलिङ्टन फिनिक्सको लागि ए-लिग डेब्युको क्रममा चोट भोगेकी थिइन् र त्यसपछिका खेलहरू गुमाएकी छिन्। सबिता राणा मगरको पनि खेल्ने सम्भावना कम रहेको छ। मुख्य प्रशिक्षक नवीन न्यौपानेले उनको फिटनेस 50-50 भएको पुष्टि गरेका छन्। नेपाली महिला राष्ट्रिय टोलीको प्रमुख रक्षक गीता राणा पनि चोटका कारण केही महिनादेखि नेपाली टोलीबाट बाहिर रहेकी छिन्। साम्बा बाहिर र सबिता पनि फिट नभएकोले बाँकी टोलीले उनीहरू बिना नै अगाडि बढ्नु पर्नेछ र टोलीलाई अगाडि बढाउनु पर्नेछ। अब नयाँ युवा खेलाडी मीना देउवा र पूर्णिमा राईले यो मौकाको सदुपयोग गर्नुपर्नेछ। मैत्रीपूर्ण खेलको लागि अन्तिम 23 सदस्यीय टोलीमा चोटबाट बाहिरिएपछि हीरा कुमारी भुजेल र दीपा साई जस्ता प्रमुख खेलाडीहरू समावेश छन्, जबकि युवा प्रतिभा मीना देउवा र पूर्णिमा राईले पहिलो पटक कल अप प्राप्त गरेका छन्। प्रशिक्षक नवीन न्यौपानेको नेतृत्वमा रहेको नेपाली महिला राष्ट्रिय फुटबल टोलीको अन्तिम 23 सूचीमा गोलकिपर उषानाथ अन्जिला तुम्बाप्पो सुब्बा र अञ्जना राणा मगर छन्। त्यस्तै रक्षकहरूमा हीरा कुमारी भुजेल, बिमला बिक, प्रतीक्षा चौधरी, सजनी ठोकर, मनमाया दमाई, समीक्षा घिमिरे, निशा ठोकर र पूजा राणा मगर छन्। त्यसैगरी मिडफिल्डरहरूमा सबिता राणा मगर, दीपा साई, रेणुका नगरकोटी, सरस्वती हमाल, सरू लिम्बू, प्रीति राई र अनिता बस्नेत छन्। त्यस्तै फरवार्डहरूमा रेखा पौडेल, मीना देउवा, पूर्णिमा राई, रश्मि कुमारी घिसिङ र साबित्रा भण्डारी छन्। नेपाल र इन्डोनेसिया बीचको खेल नेपाली समय अनुसार बुधबार साँझ 6:15 सुरु हुनेछ। नेपाल र इन्डोनेसियाको खेल लाइभ हेर्नको लागि ल्यापटप वा मोबाइलमा फिफा प्लस वेबसाइट खोजेर हेर्नु सक्नुहुनेछ अथवा आफ्नो मोबाइलमा फिफा प्लस एप डाउनलोड गरेर पनि हेर्नु सक्नुहुनेछ। त्यसैगरी इन्डोनेसियाको युट्युब च्यानल PSSTVमा पनि हेर्नु सक्नुहुनेछ।